अहिले जापानमा भिजा एप्लाई गरिसके पछाडि चाहिँ कम्पनीहरूले वकिलबाटै भिजा एप्लाई गरेको यति पैसा लाग्यो उति पैसा लाग्यो 15 मान 20 मान 30 मान लाग्यो भन्ने कुराहरू सुन्नुहुन्छ। यो विषयमा चाहिँ जान्ने पर्ने कुरा भएको हुनाले आज यो भिडियो तपाईँहरूको लागि है त। यदि कुनै पनि मान्छेबाट भिजा एप्लाई गर्नुभयो अथवा कुनै पनि कम्पनीबाट भिजा एप्लाई गर्नुभयो र त्यो मान्छेले चाहिँ ग्योसेसोसी चार्ज यति लाग्यो है, मतलब तेरो भिजा एप्लाई गर्दा यति लाग्यो भने तपाईँको भिजा चाहिँ 30 दिनको आयो अथवा 31 दिनको आयो अथवा चाहिँ भिजा आएन भने अथवा आयो भने पनि तपाईले त्यो ग्योसेसोसीले भनेको पैसा नभएर चाहिँ कम्पनीले भनेअनुसार अथवा तपाईँलाई भिजा लगाइदिने मान्छेले भनेअनुसारको पैसा तिर्नुपर्छ त भन्ने विषयमा भिडियोमा जानकारी है त। सुरुमा बुझिहालौँ ग्योसेसोसीले चार्जहरू चाहिँ कसरी लिन्छ अथवा चाहिँ कस्तो तरिकाले लिनुपर्ने हुन्छ भन्ने कुरा म तपाईँलाई यहाँ स्पष्ट पार्छु। ग्योसेसोसी हो अनुसार चाहिँ के भन्छ भन्दाखेरि चाहिँ ग्योसेसोसी वा सन जिमुसो न मियाची बास्यो नि सन ग्योमुनि खान्सी उकेरु होसिनु गाको केजी सिनाकेरेबा नाराना भनेर भन्छ। यसको मतलब चाहिँ यदि कुनै पनि चाहिँ ग्योसेसोसी अफिसहरूमा तपाईँ जानुहुन्छ भने चाहिँ त्यो ग्योसेसोसीले चाहिँ कति पैसा लिने, जस्तो डकुमेन्टको कति लिने, भिजा एप्लाई गरेको कति लिने भनेर चाहिँ जिमुसोमा चाहिँ राख्नुपर्ने हुन्छ है। त्यसो हुनाले चाहिँ जस्तो तपाईँले भिजा एप्लाई गर्नुभन्दा पहिले नै तपाईँले यति लाग्दो रहेछ भनेर चाहिँ थाहा पाउनुपर्छ भन्ने चाहिँ कानुनले नै तोकेको छ। तपाईँको लागि ल तैँले 15 मान तिर, तैँले 20 मान तिर भनेर भन्न चाहिँ पाइँदैन ग्योसेसोसीले। तर यदि कुनै पनि मान्छेले तपाईँलाई चाहिँ यति लाग्यो भनेर भन्छ भने त्यसको चाहिँ उचिवाक्यहरू चाहिँ दिनुपर्ने हुन्छ है। उचिवाक्य मतलब चाहिँ यसको लागि यति लाग्यो र त्यो जिमुसोमा गइसके पछाडि त्यो जिमुसो त्यो वकिललाई, त्यो जुन मान्छे वकिल भन्छौँ त्यो ग्योसेसोसीलाई कुरा गरिसके पछाडि खासमा उसको जिमुसोमा त्यस्तो खालको कुनै नोटिसहरू टाँसेको छ कि छैन त, आफ्नो प्लानको बारेमा टाँसेको छ कि छैन त, आफ्नो वकिलहरू चाहिँ वेबसाइटमा हालेको छ कि छैन त, हो त्यो कुराहरू चाहिँ हेर्नुपर्ने जरुरी हुन्छ। यदि यस्तो गरेको छैन भने त्यो ग्योसेसोसी जुन त्यो वकिल भनिन्छ त्यो नै इलिगल भन्ने कुरा चाहिँ यहाँबाट बुझ्न सकिन्छ। यदि कामदार र कम्पनी को सहमतिमा जस्तो केएक्सओ बनाइन्छ, केएक्सओ बनाइसके पछाडि तेरो भिजा एप्लाई गरेको ग्योसेसोसीबाट गोमान लिन्छु भनेर चाहिँ केएक्सओ छ अथवा त्यहाँ कहीँ लेखेको छ र तपाईँ पनि कम्पनीसँग सहमत हुनुहुन्छ, पहिले नै सेचुमी गरेको थियो, पहिले नै भनेको थियो सहमत हुनुहुन्छ र तपाईँको भिजा आए पनि नआए पनि भिजा एप्लाई भयो भने त्यो पैसा भने तपाईँ सहमत भइसकेपछि तिर्नुपर्ने हुन्छ। किनभने काम गर्ने मान्छे र कम्पनीले चाहिँ दोही गरेको हुनु पर्यो, यसको मतलब सहमति भएको हुनु पर्यो। तर तपाईँलाई कति लाग्ने के लाग्ने भनेर कहीँ पनि भनेको छैन। लास्टमा 81 चाहिँ तपाईँले दलालीलाई पैसा दिनुभएको थियो, तेरो त भिजा एप्लाई गर्दा चोइट भयो भने त्यो भनेको चाहिँ फुल्ली इलिगल हो है, त्यो पुरै इलिगल काम हो।